हामी चाहिँ हिजो यहीँ सुतेको टेन्टमा। त्यस्तो मजाले साउन्ड स्लिप चाहिँ भएन। त्यो मजाले सुत्यो बसन्त हिजो साउन्ड स्लिप चाहिँ भएन है। हाम्रो यो धुलो चाहिँ कहाँबाट आयो कि बसन्त यार? तलबाट छिरेको हो पुरै बालुवा छिरेर। कहाँ? यो त भेन्टिलेसन हो, यहीँबाट हो र? यो त हटाउन मिलिहाल्छ नि। अनि यो ठाउँलाई चाहिँ बौद्ध भन्छ। हिजो बिजोक पाराले आइयो नि लास्टमा त। बसन्तको 5 भयो होइन? बसन्तको 5, मेरो 1 2/2। अर्को कहाँ लडेँ म? अगाडि बाटो बिग्रायो समातेर हिजो बेलुका त केही भिडियो सिडियो केही खिच्ने मन लागेन। यस्तो थाकेर आइयो। बिहान 5 बजी हिँडेको, 5:30 बजेको थियो होला होइन? हेर नि आइस भएको छ पुरै यार। हो भोलि बिहान हामी हिँड्यो भने यस्तै हुन्छ बाटोमा। अब बेस क्याम्प पुग्छौँ 2 घन्टामा। अनि त्यसपछि पिक त्यहाँबाट अझै 2 घन्टा। बेस क्याम्पबाट चाहिँ त्यो पिक थोरै जाने चाहिँ बाटो एकदमै अप्ठ्यारो छ कि, गाह्रो छ कि, उकालै छ पुरै। हावा पनि डेन्जर चलेछ। ओहो यो 7:30 बजे आइयो बेलुका। अनि टेन्ट सेटअप गर्दाखेरि यताउति गर्दा रेस्ट गरियो। 8:30 बजीतिर सेटअप भयो टेन्टहरू। त्यो बेला चाहिँ राम्रो हुने रहेछ। ललित गुराँसको जङ्गल चाहिँ कस्तो रमाइलो रह्यो कि मलाई एकदम। अब हाम्रो त अहिले माथि हाई एल्टिट्युडमा बस्ने बानी छ नि त। कहाँबाट आएको उहाँ देखिरहेछ नि त्यो पावर स्टुपा जस्तो। त्यहाँदेखि आउनु कति मिनट लाग्यो? आधी घन्टा लाग्यो। ठिकै छ, राम्रै छ, तर गर्मी भयो एकदमै। एकदम अझै छ यार बाँकी। कुन डाँडा हो कुनै? कुन डाँडा? यहाँ पनि बस्ने ठाउँ चाहिँ रहेछ तर बन्द रहेछ। ट्रेल त इजी रहेछ नि। हामी बिस्तारै मात्रै हिँड्यो। हामी किन बिस्तारै हिँड्यो थाहा छैन। कि कालिज हो यो? कालिज हो कि के हो यहाँ? त्यहाँ भित्र छिरेछ। उता सर देख्दैन यार। ठ्याक्कै यहाँबाट बाटो क्रस गऱ्यो नि। कि डाँफे हो? फिमेल डाँफे हो जस्तो लाग्यो। फिमेल डाँफे जस्तो लाग्यो यार। कस्तो रमाइलो लागिरहेछ यार यो ठाउँ। ट्रेल पनि आनन्दको छ। बस्नु त छिटो हिँड्नुपर्छ हामी, किनभने ढिलो भएर बादल लाग्यो भने त केही पनि देख्दैन नि। कस्तो राम्रो यो वाइल्ड फ्लावर कि के हो यिनीहरू। .3 किलोमिटर बाँकी। चुपा जस्तो आउने रहेछ एउटा। हो यो ट्रेक हामी ट्रेक आउँदा चाहिँ यो गुगल म्याप्सहरू यिनीहरू काम गर्दैन। अनि maps.me भन्ने चाहिँ एउटा फ्री भर्जन पनि छ यसमा।
अब यसको चाहिँ यो ट्रेकिङ राउटहरू पनि देखाउँछ यसमा सजिलो छ यो चाहिँ यहाँ पनि होटलहरू रहेछ तर सबै बन्दै छ बन्द है तर ल स्टुपा भएको ठाउँ आइपुग्यो हामी हिमाल कस्तो राम्रो देखिरहेछ उता थर्टी 50 मिटर रहेछ वे टु पिके त अनि वालहरू जुन देख्छौ नि तिमीले होइन यिनीहरूको जहिले पनि लेफ्टबाट हिँड्नुपर्छ क्या हामीले मन्दिरमा पनि याद गरेछ मन्दिरमा जहिले पनि हामी लेफ्टबाट परिक्रमा गर्छौँ नि याद गरेछ मन्दिरहरूमा त्यस्तै यो बुद्धिस्टहरूको पनि त्यही हो क्या शेर्पाहरूको बुद्धिस्टहरूको जहिले पनि लेफ्टबाट मान्छे उडल्ला जस्तो छ त हावा त एउटा नेपाली दाइ भेट्नु भएको थियो उहाँले चाहिँ पिक 2 घन्टामा पुग्छ भनेर भन्नुभयो तर मलाई लाग्दैन हामी 2 घन्टामा पुग्छौँ तिमीलाई के लाग्छ 2 घन्टामा पुग्छौँ हामी आयो अब आधा घन्टा माउन्ट एभरेस्ट हेर्नका सजिलो छ त दुःख गर्नु परिहाल्यो नि हिँड्नु परिहाल्यो नि होइन र बसन्त हो भन्छ बिचरा बल्ल बल्ल यहाँबाट ठ्याक्क बेस क्याम्प चाहिँ देखियो गाह्रो बाटो त सक्यो त्यही त हो अब बेस क्याम्प हामी चाहिँ बेस क्याम्प भएर नगएर बेस क्याम्प त्यो परको भयो बेस क्याम्प नगएर यहाँबाट माथि सिधै गर्ने यहाँबाट पनि पुगिन्छ हिमालहरू कस्तो राम्रो देखिरहेछ पानी खाऊँ न यार बस एकछिन ब्रेक लियौँ हामीले हावा त ओहो कुरै नगरौँ तर्स्या त छैनौ नि बसन्त आउँदैछ अघि उहाँ थियौँ हामी सुगरबाट आउने हामीलाई 15 मिनट जति लाग्यो बेस क्याम्प तल भयो पिके बेस क्याम्प हामी चाहिँ बेस क्याम्प नभएर
डाँडै डाँडाको बाटो आएको। ल स्टेयर्स आयो, मलाई सबैभन्दा मन नपर्ने कुरा स्टेयर्स। आई हेट स्टेयर्स। हल्कले भन्छ नि त्यस्तै हुन्छ मलाई नि। स्टेयर्स स्टेयर्स आई हेट स्टेयर्स। चढ्दा पनि गाह्रो झर्दा पनि गाह्रो के स्टेयर्स चाहिँ फेरि, होइन बसन्त? यो लास्ट उकालो होइन जस्तो छ। 830 मिनट्स बाँकी भनेपछि त्यसपछि अझै एउटा उकालो छ, त्यसपछि चाहिँ सकियो जस्तो लाग्यो मलाई है। हावा त अघिदेखि यस्तै डेन्जरै चलिरहेछ, एक्सट्रिम। कति टाइम लाग्यो यहाँ आउनु तपाईँहरूलाई? जति हामीलाई त्यो 4:30 जति लाग्यो। एउटै रहेछ। अब त्यो होटेलमै खाना खाएर जानुहुन्छ कि? ए बुलबुलीमा? ए हुन्छ हुन्छ। ल फाइनली 4.5 आवर्स पछि पिके पिक आइपुग्यो। वाउ कस्तो दामी देखेको। कस्तो दामी हो। आइपुग्यो। एकदमै राम्रो छ। हिमाल पनि एकदमै क्लोज है। लाङटाङहरू पनि लाङटाङ, एभरेस्ट, लोटसे, कञ्चनजङ्घा अनि नदेखिने चाहिँ कुन चाहिँ नदेखिने हो, तर धेरै दामी देखिन्छ। अनि यो पिके पिक चाहिँ यो हाम्रो शेर्पाहरूको कुलदेवता हो अरे। यहाँ कुलदेवताको नाम चाहिँ पिके हो अरे, त्यहीबाट यो नाम पिके पिक आएको। अनि यहाँ चाहिँ एउटा ठुलो कहिले भन्नुभएको थियो डेट मैले बिर्सेँ अहिले। त्यहाँ चाहिँ एकदम ठुलो मेला लाग्छ अरे यहाँ। अनि घिउहरू, याकको घिउहरू के चढाएर ठुलो पूजा हुन्छ अरे। अनि त्यसपछि बसन्त कस्तो लाग्यो तिमीलाई जर्नी? जर्नी ओभरअल ठिकै थियो। लास्टमा एउटा चाहिँ अलिकति गाह्रो छ, फर्स्टमा चाहिँ ठाडो छ। मेन भनेको थाकेको भन्दा पनि इनर्जी लो भएको हो क्या हाम्रो चाहिँ, होइन? इनर्जी लो भयो। अनि यहाँ पनि ट्रेल छ जस्तो छ है, हेर त। यहाँ पनि ट्रेल देखि नै रहेछ। ऊ त्यहाँ माथि पनि अर्को, त्यो माथि अर्को डाँडा छ नि, हो त्यहाँ पनि त्यो के बनाएको छ नि, हेर न। ऊ के टावर जस्तो छ, त्यो बत्ती पनि बलिरहेछ त्यहाँ। त्यो के को टावर जस्तो छ त्यहाँ। बाटो पनि कस्तो मजाले यस्तो घुमेर यसरी आछ है। पुरै सर्किटै जस्तो छ क्या एउटा खासमा है। एउटा सर्किटै बनाएको जस्तो छ क्या यो। सहर डाँडा भने एउटा सर्किटै बनाएको जस्तो छ।
अनि हामी आएको ठाउँ चाहिँ त्यो परको त्यहाँबाट आएको हामी। लास्टमा वर्थ इट। वर्थ इट एकदमै किनभने काठमाडौँबाट सर्ट टाइममा यहाँ आउने भनेको अब हामी 2 दिनमै यहाँ आइपुग्यौँ। हिजो हामी बौद्धसम्म आइपुग्यौँ। बौद्ध भन्ने यहाँ पनि एउटा ठाउँ छ, अनि धाप भन्ने ठाउँबाट भित्र छिर्नुपर्छ यहाँ आउनलाई। अनि धापबाट भुलभुले बसे पनि हुन्छ, अनि बौद्ध बस्यो भने झन् राम्रो लास्ट मोटरेबल बाटो चाहिँ बौद्धसम्म छ। अनि त्यहाँदेखि त हामीलाई रेस्ट गरी 4 आवर्स जति लाग्यो यहाँसम्म आउनलाई भनेको। ट्रेल पनि त्यस्तो गाह्रो छैन, लास्टको यो 45 मिनट्स टु 1 आवर चाहिँ अलिक गाह्रो हो, नभए त्यस्तोसम्मको गाह्रो चाहिँ छैन। यदि सर्ट डिस्टेन्समा आएर एभरेस्ट सर्ट टाइममा अब यो भनेको त सायद काठमाडौँमा योभन्दा राम्रो अब एभरेस्ट पनि देख्न पाइन्छ यहाँ आयो भने। यहाँ त्यो बादलले छोपिरहेछ। अब अनि काठमाडौँबाट मलाई यो अहिलेसम्मको म घुमेको ठाउँमा एकदम बेस्ट लाग्यो कि। सर्ट डिस्टेन्स 2 दिनमा यहाँसम्म आउने भनेको धेरै राम्रो हो कि। तपाईँको मिल्यो भने हाम्रो 3 डेजमा कम्प्लिट नै हुन्छ क्या। 3 डेजमा मजाले कम्प्लिट हुन्छ। बाइकमा ट्राभल गर्ने हो भने 3 डेजमा अलि मजाले। 4 डेज भयो भने चाहिँ सल्लेरी पनि, फाप्लु सल्लेरी पनि घुम्न पाइन्छ। हामी ठाउँको नाम के हो? यो घरको पिके टुङनाबाजे। तिम्रो नाम भन्न। मेरो प्रेममा चाङ सेपिके। यो के हो? कपाल के हो यो त? यो चाङको कपाल हो। के जिङ्गे ओ मस्ता। तिम्रो नाम के हो रे? कुसुम खान्दो। हो। बदमास हुन्न। तिम्रो नाम के हो रे? तिम्रो नाम चाहिँ के हो रे भाइ? तिम्रो नाम चाहिँ बसन्त हो। चिया खायो तिमीहरूले? स्टार्ट हुन्छ। लाग्नु भएको यो 350 हजुर। अनि यो पुक्सारको यो एफजेड यो 150। आज बेस क्याम्पसम्म कि माथि नै पुग्ने मजाले 3 घन्टा मात्रै बिस्तारै पुग्छ। Okay, see you. Have a good trip. Have a nice journey. Bye bye. Have a nice journey. आएको छ? अहिले अगाडि ल्यान्डस्केप चाहिँ एकदमै रमाइलो छ, एकदमै रमाइलो छ। एभरेस्ट अगाडिबाट देखिन्छ होला।
कस्तो न्यानो घाम लागिरहेछ हावा चाहिँ अलि बेसरी भन्दा पनि एकदमै आमामा मान्छे उडालो जस्तो हावा चल्ने रहेछ तर घाम चाहिँ एकदमै न्यानो हावा चाहिँ एभरेस्ट पनि फाइनली आइडेन्टिफाई गरेर फोटो खिचियो 10 यहीँ बज्न लागिसक्यो हामी अझै भा पाएकै छैनौँ आज काठमाडौँ पुगिँदैन आज बिचो बाटोमै कतै बसिन्छ तर पुस गऱ्यो भने त सकिन्छ पनि हामी धेरै नै ब्रेक लिइरहेछौँ एउटा ठाउँमा फोटो खिच्न रोक्यो भने 20 मिनट 25 मिनट त्यहीँ हराएको छ अरू भन्दा नि यो बालु छ क्या यहाँ बालु भएर चाहिँ अलि अप्ठ्यारो हुने हो कहाँ पुगिसक्यो त यार बसन्त अलिक छिटो कुदाऊ है भनेको त केटो त आम्मामामा कस्तो राम्रो देखिरहेछ खोइ बाटो त कहाँ हो हेर्नै पर्छ म्यापमा हेर्छु ल कस्तो राम्रो रेन्ज देखिरहेछ है बाटो चाहिँ रमाइलो छ यहाँसम्म ओहो भन्ने बित्तिकै लड्दिनु ठिक छ पर्ख म आइहाल्छु पखै म अगाडि लग्छु ल मेरो अलिक मिल्दैन अफ गरे बाइक माछा मारियो त पख कस्तो ठाउँबाट लड्यो त यार स्ट्यान्ड निकाल पख ब्रेक मिल्दैन हेर्दैन तान पख फेरि स्ट्यान्डमा अड्क्या हो
स्ट्यान्ड हटाउ न, स्ट्यान्ड हटाउ न। ल 1 फेरि कुरो ब्याग गाह्रो भयो यार मलाई ब्यागले गाह्रो भयो उभिएर चाहिँ ल सिधै जाऊ सिधै जाऊ न नरोकिकन हो गुगल म्यापले के हो टर्न लेफ्ट भन्दैछ त बाटै छैन लेफ्टमा लग्यो धन्न मेरो ब्यागले गाह्रो गऱ्यो कि टुप्पा रहेछ उताको भन्दा यहाँको ठुलो जस्तो लाग्यो मलाई पुरै हुस्सु आइरहेछ उसले छेकिसक्यो ढाकिसक्यो नि ओहो हामी उता पुग्दा त उसले पुरै हिमाल ढाकिसक्छ जस्तो लाग्यो कस्तो मजाले हुस्सु आइरहेछ यहाँबाट ओहो